विश्वकर्माको छोराले बाहुनकी छोरीलाई भगाएर प्रेम विवाह गरे। जागिर नगर्दै त मैले बिहे गर्दै गर्दैन एक त अब बाहुनको छोरी कतै केही पो भइहाल्ने भन्ने धेरै मनमा आउने कि त्यहाँ गर्दा गर्दै अब पछि यिनको घरबाट नि त्यस्तै टचर आइरह्यो त चलो फेरि या जागिर सागिर त अब खामला पनि सँगै मिलेर भन्ने। अनि अन्तर्जातीय प्रेम विवाह गरेका यी जोडीलाई विश्वकर्माले बाहुनकी छोरीलाई बुहारी मान्न तयार भए। तर विडम्बना विश्वकर्माको छोरालाई बाहुनले ज्वाइँ मान्ने तयार भएनन्। जति नै माया श्रीमानले दियो पनि अब बाबामा मम्मीले गर्ने माया त अलिकति फरक हुन्छ नि त। अनि अब त्यही नै हो, मायाको कमी महसुस त त्यसरी भएन, तर बाबा मम्मीले बोलाइदिएको भए राम्रो हुँदो, म पनि जान्थेँ अरू जस्तै भन्ने चाहिँ लाग्छ। यसपालाको तिजमा बाबा मम्मीले बोलाइदिएपछि कति खुसी हुनुहुन्छ? एकदमै, त्योभन्दा ठुलो खुसी मेरो लागि पनि होइन। समाजका नजरमा उनीहरू दुई फरक जात थिए, तर उनीहरूका नजरमा एउटै मनका दुई धड्कन। यिनको लागि धेरै के अब म त अब मलाई त अब जे भए पनि नबोलाए पनि अब समाजले त अब स्वीकार्दैन नि त। अब समाजको लागि पनि उहाँहरू डराउनु पर्यो होइन। समाजले गर्दा नै शिर झुकुनु भएको छ उहाँहरूले। उहाँहरूको मन होला सायद बोलाउने मन, तर मन हुँदाहुँदै पनि समाजले केही भन्ने हो कि थुक्ने हो कि भन्ने डर होला नि त। त्यही भएर यिनलाई मात्रै बोलाइदिए पनि हुन्थ्यो भन्ने लाग्छ। मलाई त नबोलाइदिनु ठिक छ। दर्शकबिन, यति बेला हामी दाङमा आइपुगेका छौँ। दाङबाट अन्तर्जातीय प्रेम विवाह गरेका यी सुन्दर जोडीको यो भिडियो तपाईँहरूमा सप्रेषण गर्दैछौँ। तपाईँले मनमा लागेको प्रतिक्रिया र यो भिडियो धेरैभन्दा धेरै सेयर गरेर दर्शकमाझ पुर्याइदिनुहोला। दुवैजनालाई नमस्ते, स्वागत छ। नमस्ते। मैले तपाईँहरूको परिचय त दिइसकेका छ। सबैजनाले उसो त तपाईँहरूको अनुहार देख्दा बित्तिकै ऊ चाहिँ सुभाष, ऊ चाहिँ सीता भनेर चिनिहाल्नुहुन्छ होइन? के छ खबर तपाईँहरूको? एकदमै ठिक छ, आरामै छ। आरामै हुनुहुन्छ? के चलिरहेछ तपाईँहरूको वैवाहिक जीवन, कस्तो चलिरहेछ? एकदमै ठिक छ, राम्रो चलिरहेछ अहिलेसम्म। हजुर। हुन्छ, सामाजिक सञ्जालहरूमा तपाईँहरू अपडेट भइराख्नुहुन्छ, मिनी ब्लग पनि गर्नुहुन्छ हो? हजुर, सानो हालिराख्नुहुन्छ। हालिराख्छौँ। लङ भिडियो चाहिँ युट्युबमा हाल्छौँ, अनि थोरै थोरै काटेर फेसबुक पेजतिर हाल्छौँ। हजुर। हजुर। अनि दुवैजना स्कुलतिर पनि कता कता गएको पनि देखिरहेको थियो, त्यता पनि गइराख्नुहुन्छ? हजुर, स्कुलतिर चाहिँ अब 12 इक्जाम अहिले दिएको, अहिले चाहिँ घरतिरै छौँ, यता गाउँतिरै। अब उसो त तपाईँहरूलाई सबैजनाले चिन्ने माया गर्ने भनेकै तपाईँहरू अन्तर्जातीय जोडी भनेरै तपाईँहरूलाई चिन्नुहुन्छ होइन? बिहे गरेको जोडी भनेर कस्तो लागिरहेछ यो अन्तर्जातीय बिहे गरेको भनेर तपाईँहरू जुन हिसाबले एक खालको समाजमा एउटा सन्देश पनि दिनुभयो र पछिल्लो समय तपाईँहरूलाई धेरैजनालाई सपोर्ट पनि गर्नुभयो, माया पनि गर्नुभयो, कस्तो फिल गरिराख्नु भएको छ? अब एकदम राम्रै छ होइन, अहिलेसम्म त राम्रै फिल भइरहेछ। अब अन्तर्जातीय जोडी भनेर अब धेरैले माया पनि गर्नुभएको, धेरैले चाहिँ अलि नराम्रो पनि लिनुभएको छ। अब ठिकै छ, राम्रै भइरहेछ। ओके, हुन्छ। त्यो त अब तपाईँहरू देखिसकेपछि समाजमा नदेखिन्जेलसम्म चाहिँ अलग बाटो हुन्छ, देखिसकेपछि फेरि मान्छेले भन्ने बाटो हुन्छ, भन्ने खुल्ने ठाउँ हुन्छ, त्यसपछि त भनिहाल्नुहुन्छ। त्यो आफ्नो आफ्नो व्यक्तिगत स्वतन्त्रता हो, उहाँहरूले भन्नुहुन्छ, त्यो विषयमा त्यति धेरै चित्त दुखाउनु पर्ने चाहिँ छैन होइन? तपाईँहरूले आफ्नो तरिकाले गर्नुभएको छ, आफ्नो तरिकाले चल्नु भएको छ, त्यो पार्ट रहि नै हाल्यो होइन? ओके, हुन्छ। अब तपाईँहरूको जोडी असाध्यै मिलेको छ, सुहाएको पनि छ होइन? सबैले त्यही त भन्नुहुन्छ? हजुर, त्यही भन्नुहुन्छ हो। हजुर। किन अचेल अलि मन खिन्न भए जस्तो, मान्छेले धेरै कराए जस्तो फिल गर्नुहुन्छ हो? हजुर, त्यस्तै भनौँ नि। ओके, होइन तपाईँहरू सामाजिक सञ्जालमा अपडेट भइराख्नुहुन्छ नि त, त्यो भएर तपाईँहरू मात्रै होइन, हामीले पनि त्यस्तो गालीहरू खाइरहेको हुन्छ होइन? त्यो कुराहरूलाई चाहिँ हामीले सहजै एक्सेप्ट गरेर अगाडि बढ्न सक्नुपर्छ भन्ने नै हो होइन? के हुन्छ? अनि यतापट्टि घर परिवारतिर सबैतिर कुराकानी मिल्यो? अब छैन। के भन्नुहुन्छ घरतिर? फोन कुराकानी गर्नुहुन्छ? नै हुँदैन। मम्मीसँग कुरा भयो कि नै तपाईँको? भएको छैन। फोन पनि भएको छैन तपाईँ? नै। कति भयो तपाईँको बिहे भएको? 1 वर्ष पुग्यो। 1 वर्ष भयो। हजुर। अन्त तिज पनि आउनु लाग्छ? हजुर। माइती जाम लाग्छ कि छैन? अब माइती जाम त लागिहाल्छ, लाग्छ। हेर्नुहुन्छ होला, के भन्नुहुन्छ? सम्झिनुहुन्छ? कति मिस गर्नुभएको छ मम्मी बुवाहरूले? एकदमै, मम्मी बाबालाई त धेरै मिस गरेको छु। अहिले यति 1 वर्ष बितिसक्यो, 1 वर्षमा चाहिँ सबैभन्दा धेरै मिस गरेको चाहिँ मेरो मम्मी बाबालाई। अब तिज पनि आउन आँट्यो, अझै धेरै मिस गरिरहेको छु। दिदीहरूसँग त कुरा गर्नुहुन्छ?
दिदीसँग पनि एउटा दिदीसँग मात्र कुरा हुन्छ, अरूसँग चाहिँ के लाग्छ कहीँ कतै बाबा मम्मीले मलाई बोलाइदिनुहुन्छ कि भने? अब दिदीसँग कुरा गर्दा चाहिँ अलिअलि आश चाहिँ लाग्छ। कुरा गरिरहन्छु दिदीसँग, गर्दा चाहिँ बोलाउनुहुन्छ कि भन्ने जस्तै लाग्छ। हजुर। आफू जन्मेको घर, आफू खेलेको हुर्केको ठाउँ 1 वर्ष भयो त्योबाट टाढा हुनुभएको छ। उसो तपाईँ यति धेरै माया गर्ने श्रीमान त तपाईँसँग हुनुहुन्छ होइन? तर पनि कस्तो हुँदो रहेछ? अब कस्तो माया त माया त यहाँ पनि पाएकै छु होइन, त्यस्तो मायाको कमी महसुस त अहिलेसम्म हुन दिनुभएको छैन। त्यही पनि अब जति नै माया श्रीमानले दिए पनि अब बाबामा मम्मीले गर्ने माया त अलिकति फरक हुन्छ नि त। अनि अब त्यही नै हो, मायाको कमी महसुस त त्यसरी भएको छैन, तर बाबा मम्मीले बोलाइदिएको भए राम्रो हुँदो, म पनि जान्थेँ अरू जस्तै भन्ने चाहिँ लाग्छ। यसपालाको तिजमा बाबा मम्मीले बोलाइदिएपछि कति खुसी हुनुहुन्छ? एकदमै, त्योभन्दा ठुलो खुसी मेरो लागि केही पनि होइन। के भन्नुहुन्छ त? केही छ भन्नुपर्ने? अब त्यस्तो केही छैन, उहाँहरूले पनि अब आफ्नो गाउँ समाजको कारणले अब गाउँ समाजमा बसेपछि त्यही अनुसार चल्नुपर्छ होइन। उहाँहरूको पनि कुनै गल्ती छैन, ठिकै छ। सबैको सोच त्यस्तै हो। सबैभन्दा अब सक्नुहुन्छ भने बोलाइदिए हुन्थ्यो भन्न चाहन्छु। ओके, यतापट्टि सुभाषले श्रीमतीले कुरा गरिरहँदाखेरि कान थापेर सुनिराख्नु भएको छ। कता कता मन दुखाइरहेको जस्तो पनि लाग्छ। के लाग्छ तपाईँलाई? श्रीमतीको यतिका वर्ष भयो होइन, वर्षौ बित्न थाल्यो, कहिलेकाहीँ श्रीमतीले भन्नुहुन्छ माइतीको विषयमा केही कुरा गर्नुहुन्छ? कहिलेकाहीँ यसो भन्न त केही भन्दैनन्, तर पनि मेरो मनमा लाग्छ कस्तो भइरह होला। 1 वर्ष भइसक्यो, तिज पनि आउनु लाग्यो। अब झन् महिनैपछि तिजपछि दसैँ आउँछ, दसैँपछि तिहार आउँछ, कस्तो होला, कसरी जाला भने सोचिरहेको छु। त्यस्तो यिनले केही भन्नु नि त्यस्तो, तर पनि मेरो मनमा लागिरहेको हुन्छ, बितिरहेको हुन्छ कुराहरू, के भइरहला, कस्तो भइरहला यिनको मनमा होइन। मनमा त को पस्न सक्छ र। एउटा श्रीमान भइसकेपछि त फेरि त्यो आफ्नो कर्तव्य, एउटा दायित्व पनि बोध हुन्छ मनमा होइन? के लाग्छ, बोलाइदिए हुन्थ्यो जस्तो केही कुराहरू लाग्छ मनमा? लाग्छ, मलाई नबोलाइदिए पनि छोरीलाई बोलाइदिए हुन्थ्यो भन्ने लाग्छ मलाई। श्रीमती मात्रै भए पनि जान पाए एकदम, त्यति भए त अब यिनको लागि धेरै के। अब म त अब मलाई त अब जे भए पनि नबोलाए पनि अब समाजले त अब स्वीकार्दैन नि त। अब समाजको लागि पनि उहाँहरू डराउनु पर्यो होइन। समाजले गर्दा नै शिर झुक्नु भएको छ उहाँहरूले। उहाँहरूको मन होला सायद बोलाउने मन, तर मन हुँदाहुँदै पनि समाजले केही भन्ने हो कि थुक्ने हो कि भन्ने डर होला नि त। त्यही भएर यिनलाई मात्रै बोलाइदिए पनि हुन्थ्यो भन्ने लाग्छ। मलाई त नबोलाइदिनु ठिक छ। पछि बोलाइदिनु होला, कुनै दिन जुम्ला होइन। अदरवाइज के छ त नि, उसलाई मात्रै आफूले माया गरे मान्छेलाई सबैले माया गरिदियोस् भन्ने त सबैको मनमा हुन्छ। सायद त्यही कुरा नै भन्न खोज्नु भयो। हजुर, एकदम होइन। श्रीमती खुसी नै तपाईँको खुसी भन्ने नै, यिनको खुसी नै मेरो खुसी हो। यिनलाई बोलाइदिए मलाई बोलाइदिए सेम हो, एउटै कुरो हो। यिनी जानु र म जानु एउटै कुरा, त्यही नै। ओके, हुन्छ। अब यो आशा गरौँ तपाईँहरूको बुवा मम्मीले हेरेर तपाईँहरूलाई बोलाइदिनु होला होइन। माया गरिदिनु, माया त पक्कै मान्नु भएको छ, किनभने माया त नगर्ने त कसलाई हुन्छ र होइन। एउटा जनावरले त कति धेरै माया गरेको हुन्छ आफ्नो सन्तानलाई होइन। भनेपछि त झन् मान्छे हो हामीले माया नगर्ने, हामीले चाहिँ नखोज्ने सन्तानलाई भन्ने त हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। किनभने म आफै पनि सन्तानको बुवा भएको कारणले गर्दाखेरि चाहिँ त्यो फिल हुँदो रहेछ कि छुट्टै। त्यो भएर पक्कै पनि गर्नुहुन्छ जस्तो चाहिँ मलाई लाग्छ। तपाईँले केही भन्नुहुन्छ? त्यस्तो भन्नुपर्ने कुरा त केही छैन, त्यही हो। अब सक्नुहुन्छ भने बोलाइदिने राम्रो हुन्थ्यो, खुसी हुन्थ्यो म पनि भन्छु। यसपालिको तिजमा सँगै नाच्नु पायो भने अब आशा त्यही गरौँ। पहिला कस्तो गर्नुहुन्थ्यो माइतीमा हुँदाखेरि? सुभाषसँग भेट्नुभन्दा अगाडि कति रमाइलो हुन्थ्यो तिजमा? एकदमै रमाइलो हुन्थ्यो। अब मन बाबासँग भइन्थ्यो, मन बाबाको काखमा अब जसो गर्दा पनि भयो। एउटा छोरी हुनु र बुहारी हुनुमा त धेरै फरक छ नि त। रमाइलो हुन्थ्यो, दिदीहरू दाइहरू आउनुहुन्थ्यो, रमाइलो हुन्थ्यो। अब मम्मी बाबासँग हाँस्ने बस्ने खेल्ने खाने होइन, भइहाल्छ त्यो छोरीको उमेरमा त। अब यो सुभाषको कुरा गरिरहँदाखेरि, सुभाष तिजको कुरा गरिरहँदाखेरि तपाईँ तिजको बेलामा लुकेर भेट्न जानुभयो कि जानु भएन? गएन, म तिजमा भेट्न त तिजमा जानु भएन? गएन। खास कहिले भेट्नु भएको थियो तपाईँले? त्यतिखेर फेरि अब तिजको बेला जाने नि त फेरि अब अलिक केटाहरू जम्मा भए हुन्छ नि, गोठ लाग्यो फेरि के हुन्छ नि, राम झुलाइ गऱ्यो भने अलिकति गाह्रै पर्छ। म गएन, तिजको बेलामा गइएन। क्या बाटो मान्छे तपाईँको श्रीमान चाहिँ, तपाईँ धेरै बाटो पाउनु भएको छ। एकदम बाटो हुन्छ।
कसरी भेट भएको थियो त्यतातिर सम्झाइदिनु न अब धेरैलाई त यो स्टोरी थाहा छ होला तर मलाई चाहिँ थाहा छैन होइन मलाई भनिदिनु न कसरी भेट भएको थियो तपाईँले सुनाउनुहोस् ल आज सायद सुभाषले धेरै सुनाउनु भएको छ होला होइन फर्स्ट भेट तपाईँहरूको कहाँ भएको थियो कलेजमा ए कलेजमा हजुर कलेजमा अब यहाँ चाहिँ यहाँबाट पढ्नमा जानुभएको थियो 11मा अनि उहाँले चाहिँ 11मा पढ्नुहुन्थ्यो मैले चाहिँ 10मा पढ्थेँ त्यति बेला अनि त्यतिखेर चाहिँ मैले उहाँलाई फर्स्ट टाइम देखेको थिएँ ओके आज केटीको पोइन्ट अफ भ्यूबाट हेरौँ है त केटा मान्छेले हेर्ने त मलाई थाहा छ किनभने म आफै केटा मान्छे होइन तर केटी मान्छेले केटा मान्छेलाई हेर्ने नजरिया कस्तो हुन्छ त्यो तपाईँको आँखाबाट आज हेरौँ तपाईँले सुभाषलाई देख्दै गर्दाखेरि चाहिँ कस्तो लागेको थियो सुभाषको के हरकतले तपाईँको मन छुवा थियो त्यो कुरा भनिदिनु अब सबैभन्दा मैले सुरुमा यहाँलाई देख्दा चाहिँ अब छोरी मान्छे जस्तो देखेको थिएँ कपाल पाल्नु भएको थियो त्यति बेला एकदमै लामो थियो कि कपाल सुभाषलाई छोरी मान्छे जस्तो देखाएको थियो हिँडाइ पनि त्यस्तै अनि फेरि कपाल पनि पाल्नु भएको अनि मास्क लगाउनु भएको सुरुमा चाहिँ मैले फेस देखेको थिइनँ यहाँको मास्क लगाउनु भएको अनि पछि चाहिँ यहाँले अब फेसबुकमा एड भयौँ एड भइसकेपछि यहाँले चाहिँ धेरै जस्तो स्याड स्टोरीहरू राखिरहनुहुन्थ्यो अनि त्यसपछि मैले चाहिँ अब एउटै कलेजमा एउटै स्कुलमा भएपछि के भएछ त सोधौँ न भनेर अनि त्यसपछि उहाँसँग मैले म्यासेज गरेको आफै अनि म्यासेज गरेदेखि अब बिस्तारै कुरा हुन थाल्यो अनि उहाँको अब कुरा गर्दै जाँदा अब उहाँको कुरा सुन्दै जाँदा चाहिँ उहाँको अब कुराहरू अब बानी व्यवहार चाहिँ एकदम राम्रो लाग्थ्यो भनेपछि पहिला सुभाषलाई फ्रेन्ड रिक्वेस्ट चाहिँ कसले गराएको थियो मैले नै गरेको थिएँ ए तपाईँले नै गर्नुभएको थियो पुरा मस्किरहेको छ साथी चाहिँ त तपाईँले नै गर्नुभएको थियो खास के लागेर गर्नुभएको थियो केटा मन परेर गर्नुभएको थियो या ऱ्यान्डमली यो साथी हो भन्ने मैले सुरुमा देख्दाखेरि उहाँलाई मैले चिनेको थिएन मैले फेसबुकमा हेर्दा पनि अब उहाँलाई त मैले मास्क लगाएको देखेको थिएँ नि त अनि उहाँको दिदीसँग चाहिँ म फ्रेन्ड थियो मैले उहाँ देखेँ अनि नाम चाहिँ थाहा थियो नि मलाई अनि पक्कै पनि यही होला भनेर मैले हेरेँ अनि दिलुकार फोटो हेरेपछि चाहिँ त्यसपछि मैले अब बोलिहालौँ न त फ्रेन्ड रिक्वेस्ट पठाऊँ भनेर पठाउँदा बित्तिकै चाहिँ बोलिएन पछि यहाँले स्टोरीहरू चाहिँ एकदम स्याड हाल्नुहुन्थ्यो के चाहिँ भएको रहेछ त भनेर बोल्दै चाहिँ अब यहाँसम्म आइयो भनेपछि एउटा कुरा रहस्य चाहिँ यहाँ के खुल्यो भने केटी पटाउनु छ भने स्याड स्ट्याटस हाल्नुपर्ने रहेछ केटीमा क्युरियोसिटी जगाउन सक्नुपर्ने रहेछ होइन त्यो हिसाबले तपाईँको कुरा सुन्दाखेरि होइन खासमा त्यो नै तपाईँको अब के भयो भने चाहिँ अब एउटै कलेजमा पढ्ने होइन देखिरहेको अब देख्दाखेरि त अब एकदम हाँसो मजाक गर्ने जस्तो मान्छे होइन अब फेसबुकमा हेर्दाखेरि एकदम स्याड राख्नुहुन्छ रियलमा चाहिँ एकदम खुसी भएर हिँड्नुहुन्छ नि त अनि के रहेछ त नि भनेर चाहिँ सुरुमा बोलाएको थिएँ मैले के भयो र के हो कस्तो भनेर चाहिँ बोलाएको थिएँ मैले भनेपछि केटो लास्ट बाटो नि है बाटै भनौँ के हाल्नुहुन्थ्यो ठ्याक्कै सम्झाइदिनु न त्यो टाइममा तपाईँलाई एकदम दिमागमा छोको त्यो स्ट्याटस थियो या केही थियो त्यो स्याडवाला के थियो अब घर परिवारको जिम्मेवारी हुन्छ नि त एकदम स्याडवाला जिम्मेवारी लिएर हिँडेको बोकेर हिँडेको मान्छे जस्तो यस्तै स्याडवाला स्टोरी राख्नुहुन्थ्यो क्या यहाँले अनि त्यही भएर चाहिँ अनि के चाहिँ भएछ केही समस्या होला पक्कै भनेर बोलेको थिएँ त्यस्तो के मलाई मन परेर राख्या भन्नुहुन्छ पछि त अनि त्यसरी बोल्दै जाँदै बोल्दै गयो खास कहानी के थियो त्यो कसैलाई पासो फाल्नको लागि जाल फालेको थियो गीत त्यो रियलमै त्यो स्याड भएर राखेको थियो रियलमा भन्दा पनि अब मलाई फेरि कुनै शब्दहरू एकदम राम्रो लाग्यो भने मैले ट्याक्कै राखिहाल्थेँ कि स्टोरीमा त्यही नै हो नै त जालमा पार्न ए मतलब पासो थापे जस्तो त्यो टाइपको चाहिँ होइन त्यस्तो कसै त्यस्तै पासो थापेर गऱ्यो भए त अब त्यो त्यस्तो सम्बन्ध फेरि टिक्दैन नि त प्लानिङ थिएन मतलब प्लानिङ भन्नाले उहाँ सीतालाई नै म फसाउँछु या सीतासँगै गर्छु भन्दा नै कोही पनि केटीलाई चाहिँ यो गयो भने चाहिँ हुन्छ है भनेर कसैले सिकाएको थियो कि भन्ने अलराइट अब सुभाषले जुन खालको स्याड लगाइरहेको थियो एउटा परिवारको जिम्मेवारी बोकेर हिँडिरहेको एउटा एकदम इमान्दार केटाको छवि जुन तपाईँलाई स्ट्याटसले देखाइदिरहेको थियो जुनमा तपाईँले आफैले क्युरियोसिटी भयो तपाईँले इन्भल्भ हुनु पऱ्यो त्यही कुरा बुझ्नको लागि सुभाषसँग नजिकिनु भएको थियो अहिले आएर उसँग नजिकिएर उसँग लभ परेर उसँग बिहे पनि गरिसक्नु भएको छ सुभाष हिजोको त्यही मान्छे त्यही रहेछ या त्यो स्ट्याटसभन्दा फरक रहेछ
होइन त्यस्तै नै छ अब यहाँ चाहिँ अब हाम्रो सानो सानो नानी बाबुहरू हुनुहुन्छ मम्मी बाबा चाहिँ बाहिर हुनुहुन्छ इन्डिया बस्नुहुन्छ अनि यहाँ चाहिँ हजुरआमा हुनुहुन्थ्यो हजुरआमा चाहिँ उतै अहिले दिदी दाईसँग लमै बस्नुहुन्छ दाई दिदी चाहिँ उतै बस्नुहुन्छ उतै घर बनाउनु भएको छ अनि अब यहाँ चाहिँ यता चाहिँ यहाँले नै हेर्नु भएको थियो होइन पढ्न उहाँ गए पनि अब जिम्मेवारी छ नि त सानो सानो भाइ बहिनी छ पढाउनु पऱ्यो लेखाउनु पऱ्यो अब मम्मी बाबा अब अर्काको ठाउँमा हुनुहुन्छ एउटा अब त्यो पनि जिम्मेवारी जस्तै नै हो त्यही थियो उहाँले आफ्नो रियल नै राख्नु भएको थियो रियलै थियो मतलब त्यही कुरा रियल थियो त्यही कुराबाट तपाईँहरू इन्गेज भयो भनेपछि त्यसरी तपाईँहरूको सुरु भयो अनि सुरुवाती चरणमा गफ हुँदाखेरि चाहिँ सुभाषले भाउ खायो या खाएन कि या तपाईँले भाउ खानुभयो कसले के गर्यो नाइ त्यस्तो केही भयो होइन उहाँलाई चाहिँ मैले बोलाएँ अनि उहाँले बोल्नुभयो यस्तै बोल्नुहुन्थ्यो यस्तै हो भन्नुहुन्थ्यो घरको जिम्मेवारी यस्तो उस्तो भन्नुहुन्थ्यो राम्रो कुरा गर्नुहुन्थ्यो पछि कुरा गर्दै गयौँ पहिला चाहिँ अब साथी जसरी क्लोज भयौँ होइन साथी भयो यस्तै गरेर बोल्थ्यौँ अब पछि चाहिँ उहाँले चाहिँ 1 वर्ष पढाइ ग्याप गर्नुभयो उहाँ चाहिँ एक्कासी अचानक नभनेर इन्डिया जानुभयो कि अनि त्यसपछि चाहिँ बल्ल अनि राम्रोसँग कुराकानी भयो यता तपाईँहरूको कुराकानी भयो त्यसपछि उहाँ 1 वर्षको लागि 1 वर्ष नै 1 महिनाको लागि मम्मी बुवालाई भेट्नु मतलब कति टाइम गायब हुनुभयो 1 महिना यस्तै 1 महिना 1 महिना गायब हुनुभयो तपाईँहरूको बिचमा कुराकानी भएन त्यो टाइममा कुराकानी त भयो अनि जानु मैले त अर्को दिन कलेज आउनुहुन्छ होला भनेर सोचिरहेको थिएँ अनि देखेन त्यो दिन पनि केही भयो होला भन्ने सोचेँ अनि अरू दिन पनि आउनु भएन अनि पछि चाहिँ मलाई थाहा भए सुभाष त मम्मी बाबा पनि गएको अरे भनेपछि पछि गएर गइसकेपछि अनि उहाँ पुगिसकेपछि बल्ल म्यासेज गर्नुभएको थियो म त यहाँ छु भनेर अब यो तपाईँको नजरबाट भयो सुभाषले चाहिँ सीतालाई देख्दै गर्दाखेरि फर्स्टमा के कुरा देखाएको थियो के कुरा मन पर्यो मैले त्यस्तो कुरा केही देखिनँ अब कुरा गरिरह्यो अब भोलि कुरा आज कुरा पर्सि कुरा अनि कुछ कुरा गर्दै म त खासै बोल्दैन थिएँ यतैबाट आउँथ्यो मेसेज चाहिँ सुरुमा मैले हजुर यस्तो हो यस्तो हो सोध्थेँ कि धेरै कुराको केयरहरू गर्थेँ क्या मैले यस्तो स्याड पोस्टहरू के भए के हो कस्तो घर परिवारको बारेमा सोध्ने के कस्तो चलिरहेछ के गर्ने लाइफको बारेमा सोधिरहने के फेरि हो अझैसम्म मलाई कसैले सोधे भने यस्तो केयर गरेर यो मान्छे ठिक छ मेरो लाइफमा भन्ने सोचेँ अनि त्यसरी भएको त्यसरी कन्टिन्यू त्यसरी चल्यो अगाडि त्यसरी बढ्यो हामी होइन अब अहिले कन्टिन्यू यहाँसम्म आइपुग्नु भएको छ अब त्यसपछि बिएसम्म पुग्नु त लभ पर्नु कलेजमा भेट्नु लभ पर्नु एउटा कुरा थियो भने त्यसपछि कन्टिन्यू अगाडि बढ्नु अर्को कुरा थियो भने पछि चाहिँ तपाईँहरूले बिएसम्म पुग्नको लागि चाहिँ कसरी डिसिजन गर्नुभएको थियो बिएसम्म त यस्तो भयो कि होइन त्यसलाई एउटा हुन्छ नि त अब एउटा कारण थियो जातकै कारण भनौँ न अब एउटा सामाजिक दृष्टिकोणले हेर्ने नजरले अब म चाहिँ अब दलित होइन अनि बाहुन होइन त्यही भएर अब पछिसम्म फेरि के हुने फेरि अब नपाइने हो कि अन्तै गरिदिने हो कि भन्ने भएर फेरि लिउँ नि त के भने तपाईँले भने बिएसम्म कसरी कलेजबाट जस्तो अब कलेजबाट सुरु भएको तपाईँहरूको माया फेसबुक हुँदै अगाडि बढ्यो होइन त्यसपछि चाहिँ बिचमा धेरै लामो समय तपाईँहरूको कुराकानी रह्यो होला माया प्रेमको कुरा भयो त्यसपछि चाहिँ अब चाहिँ बिहे गर्नुपर्छ भन्ने चाहिँ कसरी पुग्नुभयो बिहेसम्म चाहिँ कसरी पुग्नुभयो बिहेसम्म चाहिँ अब एउटा अब समाजले हेर्ने दृष्टिकोणले चाहिँ अब म चाहिँ दलित समुदायबाट होइन अब दलित समुदाय भनेपछि मान्छेले कस्तो सोच्छन् एकदम होइन हामीले छेउको पानी नखाने होइन हामी बाटोघाटो हामीलाई देखे पनि सायद बिग्रिन्छ भन्ने होइन त्यस्तो सोच हुन्छ नि त अझै पनि छ नि त धेरै जस्तो मान्छे पो अब मनमा भए पनि दबाएर राख्छन् कानुनको अगाडि कानुनले गर्दा तर पनि कतै कतै देखिन्छन् अनि त्यस्तै अब जातकै कारणले पछि के हुने भए होइन यिनी अन्तै घरबाट घरको कारणले अन्तै लगाइदिने हुन्छ भनेर बिहे गरेको भनेपछि माया छुट्ने माया टुट्ने डरले चाहिँ छिटै बिहे गर्नु पर्यो भन्ने चाहिँ लाग्छ त्यही नै हो किनभने उमेरका हिसाबले त तपाईँहरू अझै अलिकति टाइम थियो जस्तो लाग्छ हो कि मैले गलत भने होइन उमेर चाहिँ पुगिसकेको थियो तर पनि अझै यतिको उमेरलाई मानिँदैन सरकारले दिए पनि तर अझै लगभग करियरको हिसाबले अरू पढाइको हिसाबले चाहिँ अझै केही गर्न सकिन्थ्यो कि भन्ने चाहिँ हो त्यो भनेपछि यति धेरै माया थियो कि जुन माया छुट्छ भन्ने डरले नै भागौँ भन्ने भयो हजुर
भाग्दाखेरिको एउटा तपाईँहरूको यो पीडा आफ्नो छँदैछ, भाग्दाखेरिको स्टोरी इन्ट्रेस्टिङ छ जस्तो लाग्छ मलाई। कसरी भाग्नु भएको थियो, यता बहिनीबाट जाउँ। अब भाग्ने बेलामा चाहिँ अब साँझ राति 8 बजे थियो। अनि 8 बजिसकेपछि अनि उहाँलाई कल गरेर अनि उहाँ चाहिँ अब आधी बाटोसम्म ल्याउन आउनुभएको थियो। अनि ल्याउन आइसकेपछि पहिला उता घर गयौँ, घरदेखि अनि बिहान चाहिँ घोराइ आयौँ। घोराइ आएर चाहिँ त्यो दिन चाहिँ घोराइ नै बस्यौँ। अनि अर्को दिन चाहिँ यहाँ बिहे गरेर। यो कहानी चाहिँ कहाँनिर सुनाइदिनुहोस् भने तपाईँ 8 बजे रातिको ठिक 8 बजे तपाईँ के गर्न लाउनु भएको थियो, ऊ मान्छे कसरी आयो, तपाईँले के गर्नुभयो, त्यसपछि तपाईँहरू कसरी भाग्नुभयो, त्यो कुरा त्यो मोमेन्ट चाहिँ सुनाइदिनुहोस्, त्यो सर्टकटमा होइन। रातिको 8 बजे चाहिँ अब के भएको थियो भने चाहिँ बुवा मम्मी कहाँ हुनुहुन्थ्यो? मेरो मम्मी बाबाले चाहिँ अब एक्सेप्ट गर्नुभएको थिएन उहाँलाई, उहाँको र मेरो लभ परेको भन्ने थाहा पाउनु भएको थियो अलिअलि बाहिरबाटै। अब फेसबुकमा हुन्छ नि त यताउता, अब अरूले थाहा पाएपछि पनि यस्तो अरे त्यो छोरी त भनिदिएपछि अब बाबाआमालाई अलिकति नराम्रो त लागिहाल्छ। अनि मम्मी बाबाले चाहिँ अब त्यस्तो गर्ने होइन हाम्रो यस्तो यस्तो भन्नुभएको थियो मलाई। अनि मैले चाहिँ सबै कुरा उहाँलाई भने, उहाँलाई भनिसकेपछि अनि ठिकै छ नि त अब बिहे अहिले गरे नि पछि गरे नि गर्ने नै हो, आऊ भन्नुभयो। अनि आइसकेपछि चाहिँ मम्मी बाबा माथि छतमा चाहिँ किचनमा आउनुहुन्थ्यो, माथि नै बस्नु भएको थियो, गर्मीको टाइम थियो। अनि छतमा हुनुहुन्थ्यो, म चाहिँ तल रुममा थिएँ। उहाँले कल गरिसकेपछि चाहिँ म चाहिँ मम्मी बाबा माथि भएको बेलामा निस्किएर गएको। के लिएर आउनुभयो, कसरी आउनुभयो, सुभाष के गरेर जानुभएको थियो? मैले चाहिँ एउटा कुम्लो लिएर आएको थिएँ, ब्याग बोकेर गएको थिएँ। ब्याग हो, म त त्यस्तै मानेको थिएँ। एउटा जेब्रावाला झोला ल्याएको थिएँ, दुईवटा हो नि? एउटा हो, त्यही हो, दुईवटा हो, तिनवटा कतिवटा झोला ल्याएको थिएँ। एउटा हो। अनि ट्याक्क लाएर आधबारसम्म गएको थिएँ म। तपाईँ घरसम्म जानु भएन त्यसो भए? नै, घरसम्म त गइनँ। किन जानु भएन त? डर लाग्छ, मैले दाबदुब पाऱ्यो भने चिरानु त्यो नाल्यानु, त्यही भएर डर लाग्छ नि त। कसले दाबदुब पार्ने फेरि तपाईँलाई? गाउँको मान्छेले अब यसो पारिहाल्छन् नि त, अब अलि डर हुन्छ क्या। अनि तपाईँ आधा बाटोसम्म मात्रै जानु? अनि तपाईँको मुटुलाई चाहिँ मैले माने फेरि घर छोडेर हिँड्दैछ होइन, त्यो घर छोडेर हिँड्ने टाइममा चाहिँ तपाईँलाई केही फिल भएको थियो? फिल त भएको थियो। अब सानैदेखि जन्मेको हुर्केको बसेको ठाउँ होइन। अब झोलासोला रेडी गरेँ, अब अलिकति बसेँ होइन, यताउता गरेँ। उहाँ चाहिँ हिँडिसक्नु भएको थियो घरदेखि, बसेँ। अनि फेरि पछाडिबाट गएको, अगाडिबाट देख्नुहुन्छ भनेर घर पछाडि गएर अनि चाहिँ उभिएँ, अलिकति उभिएँ। मान्छे यताउता गरिरहनु भएको थियो नि। अब सोचेँ अब ठिकै छ जाऊँ न त। अब मनमा त्यो बेलामा त के सोच्यो थाहै पाएन होइन। अब नराम्रो फिल त भइहाल्छ। अब घर छोडेर आइयो भन्ने चाहिँ लागिरहेको थियो। अनि रोडसम्म, मेन रोडसम्म चाहिँ उहाँ आउनुभएको थियो। अनि त्यसपछि चाहिँ आउनुभयो। सुभाषलाई के लागेको थियो? केटीले बोलाउनु त बोलायो, जान्छु त भन्यो, आउँछ आउँदैन? मलाई त बिहे गर्छु भनेर त म सोचेँ नि छैन थिएँ। 10 मिनटको अन्तरालमा डिसिजन ल्याएको हो। मैले लभ चाहिँ हाम्रो घनिष्ठै परेको थियो होइन एकदम, तर सोचेको थिएँ मैले बिहे गर्छु भनेर त्यतिखेर यति चाँडै बिहे गर्छु भनेर सोचेको थिएँ। 10 मिनटको अन्तरालमा त्यति मात्र सोचेर मात्रै हो। मतलब 10 मिनट सोच्नुभयो, 10 मिनटमै बिहे गर्नुपर्छ भन्ने आयो? अन्त पहिला त कस्तो सोच्थेँ पहिला, ओहो कस्तो के गर्ने होला मैले होइन, केही न केही नगर्दै त हुन्न बिहे होइन, बिहे गर्ने मैले केही जागिर गर्नुपर्छ है। जागिर नगर्दै त मैले बिहे गर्दैन। एक त अब बाहुनको छोरी, कतै केही पो भइहाल्ने भन्ने धेरै मनमा आउने कि त्यहाँ गर्दै अब पछि यिनको घरबाट नि त्यस्तै टचर आइरह्यो। अन्त चलो फेरि या जागिर त अब खाम्ला पनि सँगै मिलेर भन्ने। अनि त्यसपछि चाहिँ बिहेको अगाडि बढ्नुभयो। त्यसको लागि चाहिँ सीताको कतिको साथ रह्यो? उहाँले अलिक बेसी नै आँट दिनुभयो कि के रह्यो? एकदम पुरै यताबाट पुरै आज भने आज, भोलि भने भोलि, जतिखेर भने त्यस्तो के थियो सुभाषमा कि तपाईँलाई आज भने आज, भोलि भने भोलि भन्ने खालको के? यिनले त अब कहिले हो यहाँ घरबाट यस्तो यस्तो भनिरहन्छन् भन्ने भनिरहेको थिएँ। मैले फेरि एक टाइम लाग्छ, अब केही दिन त नै केही वर्ष रुकौँ भन्ने कुरा गर्थेँ कि मैले। तपाईँलाई चाहिँ के भइरहेको थियो? सुभाषसँग अलगिनु पऱ्यो भने असाध्यै गाह्रो हुन्छ भन्ने केही थियो? अब एक त आफूले माया 2-3 वर्ष माया गरेको मान्छे होइन, अब
घरमा चाहिँ थाहा पाइसकेपछि अब एउटा छोरी मान्छे त्यस्तै त समस्याहरू धेरै आउँछ। अनि त्यसपछि मैले भन्थेँ अब यस्तो यस्तो भन्नुहुन्छ मम्मी बाबाले के गर्ने हो भन्थेँ। अब छुट्न पनि नसकिने के गर्ने त अब त्यही नै हो डिसिसन त लिनु पऱ्यो एउटा न एउटा, कि त छुट्नु पऱ्यो कि त जानु पऱ्यो, एउटा डिसिसन त लिनु पऱ्यो। अनि तपाईँले जुन एउटा ठुलो च्यालेन्ज उठाउने एउटा आँट गर्नुपर्ने, एउटा हिम्मत गर्नुपर्ने, घर परिवार जस्तो सुभाषले अहिले कुराकानीकै क्रममा बारम्बार भनिराख्नु भएको छ, म दलित समुदायबाट म यस्तो थिएँ, मैले आँट गर्न सकिरहेको थिएन, हिम्मत गर्न सकिरहेको थिएन भनेर जुन कुरा अहिले गरिराख्नु भएको छ, त्यो यथार्थमा वास्तविकतामा रियालिटीमा त्यो कुरा अझै पनि छ र हो पनि, तर त्यो हुनु हुँदैन भन्ने सबैको मनमा छ, सबैलाई थाहा छ। तर पनि कहीँ कतै दबिएर कुना कन्दारामा त्यो कुरा अझै पनि छ, जुन कुरा सुभाषले अहिले फिल गरिराख्नु भएको छ। तपाईँको मनमा त्यो टाइममा म बाहुनको छोरी यसरी मैले गर्दाखेरि मलाई भोलि केही हुन्छ कि भन्ने खालको त्यो दिमागमा, त्यो माइन्डसेटमा बाबा मम्मीले त्यो रिजेक्सन गरिरहँदाखेरि त्यो आथ्यो आथेन? त्यस्तो त मैले केही सोचेको थिएन होइन। अब भन्न त भन्छन् अब हाम्रो गाउँ समाजमा पनि त्यस्तै छ, हाम्रो घरमै गर्नुहुन्छ त्यस्तो व्यवहार होइन, यसले यसो खानु हुँदैन, भित्र लग्नु हुँदैन भन्नुहुन्छ होइन। सबै अब देख्दै पनि अब मेरो मनमा चाहिँ त्यस्तो फिल कहिले पनि भएन कि। अब आफैले माया गरेको मान्छे भएर पनि होला होइन, त्यस्तो कहिले पनि मैले फिल गरेँ। जे हुन्छ पछि हेरौँला, अब सँगै भएपछि जे हुन्छ त्यही गरौँला भन्थेँ मैले। तपाईँले यति चोखो माया गर्नुभयो, जुन मायाको लागि तपाईँ जे गर्न पनि रेडी हुनुभयो र आज तपाईँहरू सँगसँगै हुनुहुन्छ, यो भन्दाखेरि गलत हुन्छ? हुँदैन है। ल, तपाईँले जुन मायाको लागि जुन त्याग गर्नुभएको छ, जुन कुरा तपाईँले छोड्नु भएको छ, त्यो चाहिँ सुभाष भाइले पुरा गरिदिनु होला। जुन हिसाबले सीता तपाईँसँग आउनु भएको छ, अहिले जसरी खुसी राख्नु भएको छ, भोलिका दिनमा पनि यसरी नै खुसी राखेको, यसरी नै मेहनत गरेको देख्न पाइयोस्। तपाईँहरूलाई हाम्रो तर्फबाट शुभकामना होइन। धेरै कुराहरू त पहिला पनि भइरहेछन्, तर पनि मैले थोरै कुराहरू जोडेँ। अब